धनुषा सिराहा जिला जोड़ोवाला कमला नदी में नया पुल निर्माण के मांग करते स्थानीय सभाएं सामूहिक आमरण अनशन में बैसल अछि। कमला में नया पुल निर्माण के मांग करते नया कमला पुल निर्माण संघर्ष समिति सिराहा धनुषा के अगुवाई में आंदोलित स्थानीय जनक प्रधान स्थित मुख्यमंत्री कार्यालय अगाडि आमरण अनशन में बैसल छन्। बेतल मध्य प्रदेश के मुख्यमंत्री सतीश कुमार सिंह के नया पुल निर्माण के लिए प्रक्रिया आगे बढ़ाने 7 दिने अल्टीमेटम सहित यी सबले ज्ञापन पत्र बुझाउने छन्। मुदा मुख्यमंत्री अपन सबके मांग प्रति व्यवस्था के बाद आमरण अनशन में बैस पड़ल संघर्ष समिति के संयोजक प्रवीण यादव जानकारी देने छथि। नमस्कार, मेरो नाम इन्द्रजित यादव, म सिराहा नगरपालिका वडा नम्बर 6 को वडा अध्यक्ष। आमरण अनशन किन बस्नुभएको छ? आमरण अनसन बस्नुको कारण के हो? हाम्रो सिराहा धनुषा जोड्ने कमला पुल विगत 13 वर्षदेखि अल्पत्री अवस्थामा छ। त्यो कमला पुलको चासो न केन्द्र सरकार न प्रदेश सरकार कुनै चासो दिइरहेको छैन। जुन पुल बनेको छ त्यो अहिलेसम्ममा सबभन्दा कमजोर पुल हो र हामी लगभग 5-7 वर्षदेखि रामरिजन यादव, रविन्द्र शाह लगायतका व्यक्तित्वहरूले आन्दोलनको चरमबद्ध सीमा पार गरिदिइसकेका छ। उहाँले पर रिले अनसन पनि गरिदिनु भयो, बजार बन्द, चक्काजाम, जुन आन्दोलनको एउटा प्रक्रिया छ त्यो सबै प्रक्रिया पार भइसकेको छ। त्यही भएर हामीले बाध्य भएर मुख्यमन्त्री कार्यालयमा लगभग 27 गतेको दिन हामीले ज्ञापन पत्र बुझाएर 7 दिनको अल्टिमेटम दिएर यदि 7 दिनको भित्रमा तपाईँले नयाँ कमला पुल निर्माणको केही सुनवाई गर्नु भएन, हाम्रो माग पुरा गर्नु भएन, एक सूत्री माग छ हाम्रो नयाँ कमला पुल निर्माण सुन्नु भएन भने हाम्रो 6-7 जना युवाहरू आमरण अनसन बस्नेछ। तर अहिलेसम्म कुनै हामीसँग कुनै कोर्डिनेसन भइरहेको छैन। त्यही भएर आज 4 गतेको हामीले दिन तोकेका थियौँ। त्यही 4 गतेमा आएर हाम्रो सम्पूर्ण युवा साथी जनप्रतिनिधिहरू आएर आमरण अनसन बसेछ। कतिजना तपाईँहरू हुनुहुन्छ यहाँ? 10 जना। सबै स्थानीय नै हुनुहुन्छ? 4वटा वडा अध्यक्ष, 3वटा इंजीनियर, एउटा चाहिँ हाम्रो प्रवीण दाइ त्यो नगरपालिका सहायक कर्मचारी। मुख्यमंत्री के बीतल हफ्ता नया पुल निर्माण के लिए संघ सरकार संग पहल करा देव कहलो, मुदा एकटा फोन कॉल समेत नहीं आयल आ प्रदेश सरकार कोनो गंभीरता नहीं देखेने हिनकर सबके आरोप से हलै छन्। हिनका संगे 10 गोटे युवा आमरण अनशन में बैसल छथि। सिराहा के ओही वडा नंबर 4 के वडा अध्यक्ष सुरेंद्र कुमार यादव, ऐना सिराहा नगरपालिका वडा नंबर 4 के वडा अध्यक्ष शमशाद आलम, सिराहा 6 के वडा अध्यक्ष इंद्रजीत यादव, सिराहा 8 के वडा सदस्य रूपेश यादव, ऐना सिराहा पुस्तकालय के कार्यवाहक अध्यक्ष भोगेन्द्र शाह, शैलेन्द्र कुमार कोइट, मनीष यादव आ शिव शंकर यादव आमरण अनशन में बैसल छथि। एम्हर मुख्यमंत्री श्री अपना सब मंत्रिपरिषद विचार से निर्णय क कमला पुल निर्माण के विषय में संघीय सरकार संग समन्वय कर रहल जानकारी करले छन्। वो कहले यदि कोनो कारणवश संघीय सरकार कमला पुल निर्माण करबाक लेल चाँख नहीं देलेन तो अपना सब स्वयं आगामी बजट में पुल निर्माण के लिए रकम विनियोजन कर अध्ययन शुरू करब सिहन कार्य समेत भ रहल जानकारी करले छथि। मलाई चाहिँ सर्वप्रथम यो कमलाको जुन डेलिगेसन 4 महिना 27 गते पाछु, यो डेलिगेसनको यो तपाईहरु हेर्नुस् यसलाई। यसमा लेखेको छ माननीय मुख्यमन्त्री सतीश कुमार सिंह, मध्य प्रदेशका मुख्यमन्त्री कार्यालय जनकपुरधाम, ज्ञापन मधेस र मधेसीको आवाज केन्द्रसम्म नपुग्ने गरेकोले संहिता ल्याएको हो। अब संहिता आएको 9 वर्ष पश्चात पनि एउटा पुलको लागि केन्द्र जानु परे, प्रदेश रहनुको औचित्य के छ? एक सूत्रीय माग, बुलाकी सडकमा रहेको सिराहा र धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण 7 दिन भित्र माग पूरा नभए मुख्यमन्त्री कार्यालय अगाडि 2081 5-4 गते सामूहिक आमरण अनशन गर्ने निश्चित छ भनेर उहाँहरूले एक सूत्रीय माग दिनुभएको छ। सेम डे नै हामीले 4 महिना 27 गते नै सम्माननीय भौतिक पूर्वाधार मन्त्रालयलाई हामीले ज्ञापन यहाँबाट माग सहित पठाइदिएको छु। त्यसमा हामीले उहाँहरूको जुन माग छ त्यो छाया कपी सहित हामीले प्रधानमन्त्री कार्यालयलाई, सम्मानित प्रधानमन्त्री कार्यालयलाई बोधार्थ गर्दै भौतिक पूर्वाधारलाई पठाइदिएको छु। र त्यस पछाडि हामीले चाहिँ 3-4-31 को क्याबिनेट निर्णयबाट हामीले कमला नदी को पुल सम्बन्धी विषय सम्बोधन यता जनमेतीमा
हुलाकी राजमार्ग अन्तर्गत पर्ने धनुषा र सिराजिरा जोड्ने कमला नदीको पुल यथाशीघ्र निर्माण गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिने नेपाल सरकार र भौतिक पूर्वाधार यातायात मन्त्रालयले अनुरोध गर्ने यो हामीले क्याबिनेटबाट पास गरेको यो 4 महिना 31 गते। अनि आज पुनः उहाँहरू हामीले एउटा चाहिँ पत्र दिनुभएको छ। त्यो पत्रमा लेख्नुभएको छ, हामीले मिति 4/27 गतेमा हजुर समक्ष कमला पुल निर्माण सम्बन्धमा बुझाइएको ज्ञापन पत्रमा उल्लेख्य भएको अनुसार 7 दिनको समयमा कुनै किसिमको चासो नदेखिएको छ। हामीले 7 दिनभित्र पुल निर्माण नै गरिदिने भनेको छैनौँ, त्यो सम्भव पनि छैन र त्यो हाम्रो माग पनि छैन। तथापि 7 दिनभित्र मधेस सरकारले यस विषयमा प्राथमिकतामा रहेको भए केही ठोस निष्कर्ष पक्कै निस्किन्थ्यो, तर तपाईहरूको उदासीनताले हाम्रो युवाहरूको हाम्रो अनसन बस्न बाध्य छौँ। पुनः हाम्रो माग नयाँ कमला पुल निर्माण नै हो। अब यसको लागि सामूहिक बलिदान दिन निश्चित पनि गरिसकेका छौँ। मुख्यमन्त्री कार्यालय 1 बजे। अब मलाई यो समझमा आएन कि उहाँहरूले आफै भन्दै हुन्छ 7 दिनभित्रमा नयाँ पुल निर्माण हुन सक्दैन, अनि हामीले सेम डे चाहिँ सम्माननीय प्रधानमन्त्री कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयमा त्यो ज्ञापन समेत पठाउँछौँ र हामीले 4 महिना 31 गतेको कमला आफ्नो क्याबिनेटबाट पास गरेर एउटा चाहिँ भौतिक पूर्वाधारको टोलीलाई बेग्लै टोली बनाएको छौँ कि हामी त्यो टोली त्यहाँ कमला नजिकमा गएर अध्ययन पनि गर्नुहोस् कि हामीले वैकल्पिक पछि चाहिँ सङ्घ सरकारबाट केही हुन सकिएन भने हाम्रो आगामी बजेटमा हामी आफै बनाउन सक्छौँ कि सक्दैनौँ भनेर त्यो पनि अध्ययन गर्नुहोस् र त्यसको कतिसम्मको बजेट आउँछ, भयो भने हामी सम्पूरकमै भरेर बनाउन सकिन्छ कि भनेर त्यतातिर पनि हामीले काम गरिरहेछौँ र हामीले भौतिक पूर्वाधार सङ्घीय भौतिक पूर्वाधारलाई पनि बोधात पठाइसकेका छौँ, सम्मानित प्रधानमन्त्रीजीलाई पनि बोधात पठाइसकेका छौँ, आफ्नो क्याबिनेटबाट पनि पास गरिसकेका छौँ। अनि उहाँहरूले पनि आफ्नो त्यही माग, अनि यो अनसन बस्नुपर्नेको औचित्य के हो त्यो मलाई चाहिँ समझमा आएन र हामीले त्यो उहाँहरूको अनसन यो हामीले ज्ञापन दिनुभन्दा अगाडि नै हामी 20 गते 4 महिना 20 गते सम्मानित प्रधानमन्त्रीजीलाई हामीले माग पनि गरिसकेका छौँ। तर मलाई के लाग्छ कि उहाँहरूलाई यो कुरो एकदम भली भाँति थाहा छ कि उहाँहरूको स्पिडभन्दा हाम्रो मध्य प्रदेश सरकार यो विषयमा एकदम कन्सियस छ र हामीले त्यो कमला पुल जसरी पनि नयाँ निर्माण होस् अथवा जे भए पनि त्यहाँ बन्नुपर्छ भन्ने हाम्रो त्यो माग हो र हामीले सङ्घ सरकारसँग चाहिँ पहल गरिरहेछौँ र त्यो पहल गर्नुकोमा अब उहाँहरूले बिचमा चाहिँ सरकार आफै पहलमा लागेको छ र हामी पनि यो बिचमा बसेर यो गरौँ कि स्टन्टबाजी गरौँ कि भनेर मलाई त त्यो फिल भइरहेछ। अब यो स्टन्टबाजी हो कि सही माइनेमा हो उहाँहरूले चाहिँ प्रश्न गर्नुपर्छ, किनभने हामीले सेम डेमा पत्राचार यहाँ तपाईँहरूको प्रमाणसहित हेराइरहेको छौँ। अनि अब यो अहिले बस्नुपर्नेको औचित्य छैन। उहाँहरूले त्यो पनि भन्नुभएको छ आफ्नै ज्ञापनमा कि हामीलाई 7 दिनमा पुल बन्दैन भने हामीले स्वीकार गरेका छौँ। तथापि अब यस्तो निर्णय गर्ने बस्नेको कुनै औचित्य भएन। उहाँहरूले पनि आएर सिधै बसिदिने, सिधै आएर गरिदिने, ज्ञापन दिने अनि सिधै आएर बसिदिने भने पछाडि उहाँहरू आएर सम्पर्क गर्नु पऱ्यो नि। हामीले भनिरहेको छु सबै ठाउँमा। अस्ति हिजो मैले सिराग जाँदाखेरि उहाँले पनि सोध्नुभयो, मैले भनेको छु क्याबिनेट डिसिजन गरेर हामीले पत्राचार गरिसकेका छौँ भनेर। हाम्रो प्रोसेस सुरुदेखि नै छ र अब के भन्ने हामी होइन। प्रदेश अहिले त बजेटको सिजन होइन कि अहिले हामी त्यत्रो ठुलो पुल हामी आफै कन्सियस छौँ कि केन्द्र सरकारले गर्न सकेन भने आगामीको बजेटमा हामी आफ्नैबाट चाहिँ स्टार्ट गर्छौँ। केन्द्र सरकारको उदासीनता आयो भने हामी मध्य प्रदेश सरकार आफै यसमा चाहिँ जसरी भए पनि यसलाई सुचारू गर्नुपर्छ। यसलाई चाहिँ राइट वे अथवा लेफ्ट वेमा 200-400 मिटर तलमाथि गरे पनि हामी चाहिँ त्यो पुल सङ्घ सरकारले गरेन भने हामी आफै त यहाँहरूको भनाइ जे भनाइ हुन्छ त्यही हिसाबले हाम्रो पनि त्यहाँ उसमा केन्द्रको जुन पुल टेन्डर छ मैले पत्ता लगाए अनुसार त्यो अदालतमा मुद्दा पनि छ। अब अदालतबाट मुद्दाको पनि प्रोसेस जबसम्म छिनोफानो हुँदैन केन्द्र सरकारले उसको टेन्डर पनि तोड्नको लागि भनिरहेछ। तर अब अदालतको सम्मानित अदालतबाट जुन फैसला नआइन्जेलसम्म सरकारले पनि केही गर्न सकिँदैन, त्यहाँ छँदैछ। हामीले के भनिरहेछौँ, ठिक छ त्यो पार्ट चाहिँ मेन्टेनेन्स होस् बनोस् त्यो बेग्लै पार्ट हो,
तर त्यहाँ चाहिँ नयाँ हिसाबले के गर्न सकिन्छ, नयाँमा चाहिँ नयाँ पुल बनाउनु पर्यो भने त्यसको लागि त ठोस बजेट चाहियो, त्यसको लागि डिपिआर सोइल टेस्टदेखि लिएर उसको सबै प्रक्रिया हुनु पर्यो। एकैचोटि आएर कोही आएर भनिदिए पछाडि सिधै गएर हामी त त्यहाँ ट्रस्ट बिल छैन कि ब्रिज हालिदिने, ट्रस्ट बिल हालिदिने अनि सञ्चार भइहाल्छ। त्यसको एउटा कानुनी प्रक्रिया हुन्छ। अहिले कुन हिसाबले हामीले पैसा छुट्याइदिने र कुन हिसाबले त्यहाँ अगाडि बढिहाल्छ। त्यस कारण चाहिँ सरकार एकदम गम्भीर छ यो विषयमा। उहाँहरूको आउनुभन्दा अगाडिदेखि नै सरकार गम्भीर छ र यो म पटक पटक भनिरहेको छु, सङ्घ सरकारले गरेन भने म बस्यो भने प्रदेश सरकारबाट चाहिँ यो नेक्स्ट इयर चाहिँ बजेट यहाँबाट जान्छ र टेन्डर पनि हुन्छ, काम पनि सुरुवात हुन्छ। तर सङ्घ सरकारले गरिदियो भने हामीलाई कुनै भएन। जानुपर्ने कि के हो, उहाँहरू चाहिँ बिना मागको बिना उसको आफै लेख्नुहुन्छ कि हाम्रो प्रोसेस र आफै बसिहाल्ने भने यो त कुनै कुरै भएन नि त। मुख्यमंत्री सिंह ये आमरण अनशन में बेसबाक कोनो तुक नहीं रहल जानकारी देने।